सो गाइस एउटा अर्को साग बनाउने के हो यो खाने साग हो त्यस्तो हुन्छ गाइस हैन तर बब्बाल जान्छ केटा लास्टै मेहनत गरिरहेछ हैन आज हामी सबैजना अब हाम्रो फाइनली सबै कुराहरू हुन लागिसक्यो कता अर्को मासु हालेर पनि रेडीको सबै रेडी हजुर हुनु पनि मान्छे रहेछ त्यहाँ अहिले खान मिल्दैन ताबे सुकुनाई काँक्रा खायो भने लास्ट गर्छ क्या एकछिन बाफी नै हामी खाना सब हुन्छ ठिक हुन्छ गाई छैन चलाउनु पर्दैन होला फोनै खाऊ प्यारा बुढी कति फोन गर्छ नि प्यारा बुढी प्यारा यस्तो छ क्या भात हालेर अलिकति उ भएछ क्या चामलमा अलि फेरि मासु चलाउनु पाइयो हाल्नु पर्यो नि त बाबु केटा सबैजनाले खानु पर्यो नि घाम बाती गर्नु पर्यो नि है साग चाहिँ राम्रो हुन्छ त्यो थाल ल्याऊ त्यो थालमा राम्रो अहिले यति गर्न ल्याउनु पर्ने रहेछ अरू ल्याएन सो गाइस हामी बनाउँदैछौँ होइन बनाउँदै खायो भने न प्याराले यस्तो रिसले होइन ऊ नागुवा सिकान चलिरह प्याराको बुढीले यदि हेर्दै हुनुहुन्छ भने प्यारा यस्तो छ तपाईँलाई त सुखले पाल्छ प्याराको कमल डोर देखाइदिन्छु जेडी तरी बनाएर है केटा प्याराको बुढीलाई पनि देखाइदिउँ बिगाएर बुढी भने लपडी केटी गाल गर्ने बुढी पनि हाल गऱ्यो यसरी बहिनी भन्नु राका हजुर प्यारा खाताबाट निकालिदिउँला एकदम एकदम भाइ अनि अब सानो हो त त्यसमा ताजमा ए चिकन फाल्लास बिस्तारै प्यारा हेन्छ है कस्तो लगाइहाल्छ झुसले गर्दा अलि छोराले हात धोयो कि धोएन धोइकन आयो लाटे राम्रो बोलाउनु कस्तो बोलाएको भइरहेको छ यार